नमस्ते सेवा हुइलुङ तथा पितृ पूजाको भिडियो यो चाहिँ विशेष गरी हामीले चामलिङ राईहरूको के हुन्छ म तपाईहरुलाई देखाउँछु अनि भन्छु ल। अनि यो चाहिँ हाम्रो घर भयो। यो चाहिँ मूल घर पुरानो घर जसलाई बाजेले बनाउनु भएको अनि ठ्याक्क त्यो हाम्रो मूल घरको ढोकामा चाहिँ यो भेडाको सिङ छ के। पहिला हाम्रो घरमा धेरै भेडाहरू पाल्नु हुन्थ्यो रे अनि त्यो भेडाको सिङ राख्नु भएको छ। अनि यहाँ हाम्रो 3 चुला भयो। अनि यो चाहिँ आज पितृ पूजाको लागि चाहिने सबै सामानहरू मैले ठिक्क पारेर राखिराखेको छु। अनि सबै छ। अनि यो चाहिँ हाम्रो मोचामा भयो। अनि त्यस पछाडि यता हाम्रो 3 चुला भयो। अनि आगो ठ्याक्क आगो बालेर रेडी गरेको छु। अनि यता चाहिँ म भए अनि यो चाहिँ हाम्रो पूजाको लागि सबै अब चाहिने सामग्रीहरू जस्तै कुतो कोदालोहरूको पनि सबै पूजा गरिन्छ नि त। अनि सबै रेडी गरेर राखिराखेको छु। अनि यो 3 चुलाको अगाडि बस्दाखेरि चाहिँ मलाई कस्तो राम्रो फिल हुन्छ के। अब 3 चुलामा नै हाम्रो सबै पितृहरू हुनुहुन्छ नि त। अनि पितृ भनेको त हामी किराँतीहरूको भगवान हो नि त। अनि त्यही भएर उहाँहरूले ठ्याक्क हामीलाई ब्लेसिङ दिँदै हुनुहुन्छ जस्तो फिल हुन्छ क्या। अनि भन्दा भन्दै सबै जना आइपुग्नु भयो। धामी पनि आइपुग्नु भयो। अनि धामी चाहिँ हाम्रो माइली नाना हो नि त। अनि आएर उहाँले पितृ पूजा गर्न सुरु गर्नुभयो। अनि यहाँ चाहिँ मेरो श्रीमानजी हुनुहुन्छ। उहाँले चाहिँ पूजामा आउनुभएको सबैजनाको शिर उभाउने समथिङ के भन्छ सबैलाई पैसा दिएर ढोक्नुपर्छ के। अनि त्यो काम उहाँले चाहिँ गर्दै हुनुहुन्छ। अनि यता चाहिँ म बुहारी भयो नि त। अनि बुहारीले चाहिँ यता हाम्रो मोचामामा चाहिँ मोचामाको झार र अदुवाले चाहिँ रिम्काउने समथिङ के भन्छ त्यो गर्नुपर्छ। अनि म गर्दैछु। अनि यता ठ्याक्क पूजा गर्दाखेरि चाहिँ त्यस्तो गर्नुपर्छ के। अनि यहाँनिर सबैजना साइडमा बस्नु भएको छ पूजा गर्दै हुनुहुन्छ। अनि म चाहिँ यता छु। अनि भित्र पूजा गर्दै गर्दाखेरि चाहिँ बाहिर यता साकेला नाच्दै गर्नु भएको हुन्छ। अनि पूजा पनि सक्यो। अनि म पनि बाहिर निस्केँ। अनि त्यस पछाडि बहिनी म पनि एकछिन नाची हेऱ्यौँ। त्यस्तो धेरै मलाई मजाले नाच्न त आउँदैन तर पनि अब बिस्तारो सिक्दैछु। सायद अबको 2-3 वर्ष पछाडि म पनि साकेला नाचमा पर्फेक्ट हुन्छु कि लेट्स सी। अलिअलि प्र्याक्टिस चाहिँ गर्दैछु घरिघरि। अनि हामी एकछिन नाच्यौँ। आजको वेदर फेरि कस्तो राम्रो थियो कि ठ्याक्क अघिल्लो दिनसम्म पानी परेको थियो। अनि आजको वेदर चाहिँ कस्तो राम्रो घाम लागेर हेर्नु न कस्तो राम्रो